नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेशको बङ्गलादेश प्रिमियर लिग BPL खेल्ने पक्का भएको छ। नमस्कार, स्वागत छ तपाईहरूलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। नेपाल प्रिमियर लिग NPLमा उत्कृष्ट लयमा रहेका तथा लिगमा सर्वाधिक विकेट लिन सफल सन्दीप लामिछानेलाई बङ्गलादेशको राजशाही वरियर्सले आफ्नो टोलीमा समावेश गरेको छ। सन्दीपलाई टिममा भित्राएको जानकारी दिने क्रममा वरियर्सले भनेको छ, नेपालले खेल मात्र हेर्ने छैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ। बङ्गलादेश प्रिमियर लिगको उद्घाटन खेल पुस 11 गते हुँदैछ, जसमा सन्दीप आबद्ध राजशाही वरियर्सले सिलेट टाइटन्ससँग खेल्दैछ। यो सँगै सन्दीप लामिछानेले दोस्रो पटक BPL खेल्न लागेका हुन्। यसअघि सन्दीपले सन् 2019मा सिलेट सिक्सर्सबाट BPL खेलेका थिए। सन्दीप लामिछानेले भारतको IPL सहित अस्ट्रेलियाको BBL, पाकिस्तानको PSL, वेस्ट इन्डिजको CPL, अफगानिस्तानको APL सहित क्यानाडाको ग्लोबल T20 खेलिसकेका छन्। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि भिडियोलाई लाइक, शेयर तथा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।